हेर्नुलाई साथीहरू है हाम्रो गाउँमा चाहिँ क्या यस्तो असिएलु छ र नि मलाई त त्यति मिठो नि लाग्दैन। धेर भएर होला बाख्रा चराउनु लाग्यो क्या, त्यही भएर यतै घरको नजिकै नै हो बाख्रा चराउने ठाउँ नि। अनि असिएलु पनि टन्नै पाइन्छ यहाँ त, बेच्ने हो भने लगभग 40-50 हजारकै हुन्छ। तर हाम्रो गाउँमा अलिक सुविधा छैन क्या, मोटर गाडीहरूको टाढो पुग्नुपर्छ बेच्नु नि, त्यही भएर कसले किनेर खान्थ्यो होला र त्यही नि असिएलु नि होइन। बाख्रा चराउनु लाग्यो क्या साथीहरू। बाख्रालाई घाँस नि टन्नै छ नि त, काटेर हाल्दा त्यति खाइन क्या, त्यही भएर चर्छ कि भनेर फुकाइदिएको। चर्नु त मान्दैन तर भन्दा नि भैँसी नि फुकाइछ। बाख्रा चराउनु लागेको नि, हामी चाहिँ बाख्रा चराउँदैछौँ, त्यही भएर हजुरहरूलाई असिएलु मिठो लाग्छ भनेदेखि टन्नै छ हौ, यहाँ त धेरै नै हुन्छ क्या। तपाईँको फोटो हातै छ। अनि अघि खनेर धोएकै थिएन नि त मैले त, अनि वस्तु बित्यो भनेर चाहिँ छिटो पानी आउनु लागिसक्यो क्या साथीहरू, त्यही भएर हात खुट्टै नधोइकन नै छिटो गरेर फुकाइहालेको नि त वस्तु। भैँसी कहाँ आएछ? ती माथि धेरै छ है असिएलु, घारी नै घारी क्या यहाँ त। बाघ भालु मृग कति धेरै लुक्लास्दै जङ्गल छ क्या घरकै छेउतिर नै। मम्मी